गाइस आई एम मिथुन गिरी जालबाट छिरिरी यति धेरै छेउ भइरहेछ यहाँ मेरो यो सामान मिलाउन। सो हेलो एभ्रीबडी, यहाँ हुनुहुन्छ मेरो दिदी। हेलो मेरो बहिनी, यो चाहिँ मेरो साथी हो, वीरगन्जबाट आइछ, मलाई भेट्न आयो अरे। ल यस्तो हुनुपर्छ, यस्तो हुनुपर्छ। ओके म फाइनली रेडी भइसकेँ। तातो कौरा लाउनु पर्ने भएर लाउनु पर्ने भयो। यहाँ मेरो हुनुहुन्छ दिदी, यताको काली देखिन्छ। अब हामी यहाँबाट जानेछौँ पश्चिममा एयरपोर्ट। अब मलाई धेरै जाडो भइसक्यो, उहाँलाई गर्मी भइरहेछ। अनि यहाँ छ मेरो भाइ, छोरीलाई चाहिँ अब उन्नति प्रगति समृद्धिको कामना गर्छु। दिदीलाई के भन्नु छ? धेरै धेरै प्रगति गर्नु, राम्रोसँग पढ्नु, पछाडि भाइ बिनालाई हेर्नु। मम्मी तपाईँलाई के भन्नु छ? के भन्नु त, राम्रो जागेर होइन, धेरै छ भर विश्वास अगाडिकी मान्छे। मम्मीलाई म सक्दो 2-3 वर्षमा लग्नेवाला छु। यहाँ पनि टपर भए चाहिँ यहाँ पनि न्युजिल्यान्डको टपर बनियोस् छोरी भने त्यो त बनिहाल्छ नि। माया गर्नु मलाई यतिर माया गर्नु। पिल गर्न लागेपछि तपाईँलाई मन जाँदैछ। उहाँ हुनुहुन्छ मेरो गोई हेलो भन्नु, के भन्नु चाहनुहुन्छ हजुर? म पानी दिन प्याउन चाहन्छु। ल ठिक छ, पानी प्याउन चाहनुहुन्छ जयन्ती मङ्गला काली भद्र काली कपालिनी दुर्गा सिंह सेवावती सुधा सुधा नमस्ते। नगर शान्त रहन्, देवी भगवतीले रक्षा गरून्, आगो दाम बोले 50 होस्, नगर शान्त हुन्। आशिष मेरो यो तिमी फली फुलिरहोस्, प्रार्थना छ मेरो तिमी सधैँ सुखी रहोस्। अन्धकार माझ उज्यालो दीप नै बनोस्, ममता तिमी हौ, तिमी नै हौ लक्ष्मी। फ्युचरको लागि राम्रो एक्टिभ हुने खतरा जाने रहेछ नि। यो चाहिँ रातो टिका नलाउने भएर चाहिँ हामी सेतो लगाएको छौँ। अनि अब हामी जाँदैछौँ भयङ्कर। ल यहाँ यसो हाँस्यो लास्टमा, नहाँस्यो जान्नमा। ल अब हामी निस्किँदैछौँ यहाँबाट। ल ख्याल राख्नु आफ्नो है। ल ल सो अब म जाँदैछु न्युजिल्यान्ड चाहिँ मेरो ड्रिम कन्ट्री नै थियो सानैदेखि होइन। म चाहिँ न्युजिल्यान्ड जान मात्रै लागिरहेको छैन, म न्युजिल्यान्डको बारेमा सबै कुरा हजुरहरूलाई अपडेट गराउनेछु। किनभने अब सबैलाई क्युरियोसिटी हुन्छ नि त, कस्तो छ के छ भनेर। अब म चाहिँ स्टार्टिङ पोइन्टबाटै जाँदैछु अनि म त्यहाँको सबै कुराहरू अपडेट गर्नेछु, जसले गर्दाखेरि चाहिँ हजुरहरूलाई पनि सजिलो हुनेछ के रहेछ के भइरहेको रहेछ भनेर। मम्मीहरू सबै पछाडि हुनुहुन्छ। नेपाल छोड्ने भनिसकेपछि छुट्टै एउटा हुन्छ नि, त्यो नराम्रो फिल चाहिँ आउने रहेछ होइन। ठिकै छ, तर अब आफ्नो लागि फ्यामिलीको लागि जाँदैछु। अब होप राम्रो हुन्छ। अब म चाहिँ जान लाग्यो खासमा मास्टर्सको लागि हो, सधैँ अरूलाई पुर्याउन गइन्थ्यो। आज चाहिँ आफै जाँदाखेरि एकदमै नराम्रो लागिरहेको छ। अब लास्टमा जाँदाखेरि चाहिँ कस्तो हुने रहेछ भन्दाखेरि अब जाँदैछु नि त, नेपालको जाम पनि मनपर्ने क्या। यो जाम पनि अब हुन्छ नि, अब त्यत्तिकै के अब अरूलाई हुन्छ कि नै, अब मलाई चाहिँ भयो है जामहरू। अब यो कहिले देख्न पाइन्छ र जतिखेर नेपालको त फरक हुन्छ नि त अरूको भन्दा। बाई बाई गौशाला पशुपतिनाथ। अब हामी गौशाला गर्दैछौँ, बिस्तारै जाने टाइम पुरै अगाडि बढ्दैछ होइन। समय पनि अब बिस्तारै जाओस् भन्ने लाग्ने चाहिँ। कहाँ छ क्या त्यही त तिनीहरूलाई खोजिरहन्छ।
हजुर हेलो हामी भर्खर पुग्यौँ त्यो मम्मीहरू आउँदै हुनुहुन्छ यता मेरो मम्मी जानु होला सुनेन्द्र छ धेरै मिस गर्छु ओके गाजल पुछिको एकता पहिला जीवनको बाटोमा तिमी सधैँ अघि बढ सफलताको शिखर हेलो तिमी नयाँ साथी के हो नाम बुवालाई देखाउनु बुवालाई अब हामी जाँदैछौँ माथि अब हामी छौँ गाडीमा कहिले नचाहनु सुख भए पनि ओके लेट्स गो Finally, I'm here. अब चाहिँ we are moving towards Singapore अनि अहिले चाहिँ राति 11 बज्यो